तँ बिजी छस् होला भनेर मैले फोन गरिनँ। कति सजिलो जवाफ यी नेपालमा हुने साथीहरूको। मैले म विदेशमा छु भनेर घमण्ड गरिरहेको छैन। जति नै बिजी भए पनि राति सुत्दा एकपटक जरुर मोबाइल हेर्छौँ हामी। कसले कति सम्झिएछ, कसले कति याद गरेछ थाहा छ हामीलाई। भइगयो, रेडिमेड एन्सर नदेऊ। यही एउटै जवाफ सुन्दा सुन्दै वाक्क लागिसक्यो। महिनौँ दिनसम्म तिमीहरू बोल्दैनौ अनि हामीले महिनामा एक दिन छुट्टी मिलेको दिन हेलो साथी के छ खबर भनेर लेख्दा तँ ठुलो भइस् रे। अब हामी जस्तालाई के याद गर्थिस् रे? पैसा कमाएपछि सबै यस्तै त हुन् मान्छेहरू रे। तिमीहरू महिनौसम्म नबोल्दा पनि केही नहुने। हामी फुर्सद मिलेको दिन आफै बोल्न जाँदा पनि ठुलो भएको हुने। को रहरले परदेश आएको हो र साथी? एक दिन समय मिलाएर फोन गर्नु अनि सुनाउला आँखाभरि आँसु आउने परदेशीका व्यथाहरू।